प्रकार सुन्दर छ तर जतिसुकै बलियो भयो जतिसुकै सुन्दर भयो भने त्यो सुन्दर मान्छे र बलियो मान्छेको जीवनमा समस्या राख्न सक्छौँ। मैले 4वटा सिलिन्डर भरे भने मैले 8 महिनाको स्टक राखेँ। पार्टी चुनावमा त जानै पर्छ किनभने हाम्रो अब कुनै एउटा पोइन्टमा गएर हामीले प्रधानी चुनाव त गर्नै पर्छ। त्यसको समय आउँदैछ। त्यसको लागि राष्ट्रपति चाहिँ चुनावमा किन गयो भने यी विवादहरूमा छैन। हामी चुनावतिर छौँ, हाम्रो काममा फोकस छौँ। यो त क्रिएट गरिएका विवादहरू जहाँ हाम्रो कुनै संलग्नता पनि छैन, हामीलाई इन्ट्रेस्ट छैन। हाम्रो इन्ट्रेस्ट कहाँ छ भने चुनावमा योग्य उम्मेदवारहरू ल्याउने र पार्टीलाई अलिकति बलियो बनाएर। पार्टी स्वाभाविक रूपमा नयाँ हो, एउटा राजनीतिक दल बन्नलाई निकै समय लाग्छ। राजनीतिक दल दर्ता हुन 1 सेकेन्ड लाग्छ। वास्तवमा दल बन्न त बहुत समय लाग्छ नि। त्यस कारणले हामी त्यो प्रक्रियामा छौँ। हामी त्यो प्रक्रियामा भएको हुनाले हाम्रा कामहरू धेरै छन् र स्थानीय चुनावको तयारीमा हामी जुटेको कारण के भने हाम्रो त क्यान्डिडेट क्लबको माध्यमबाट क्यान्डिडेटहरूको एलिजिबिलिटी चेक गर्ने, त्यसपछि हामीले उहाँहरूलाई लिडरसिप एकाडेमीमा लिएर गएर अलिकति कुन तहको हुनुहुन्छ त्यसमा थोर बहुत केही बताउन सिकाउन सकिने ठाउँ रहेछ भने सिकाउने हाम्रो प्रक्रिया भएको हुनाले हामीले चाँडै यो अभियान सुरु गर्छौँ। एउटा कुरा हामी के हुन्छ भने सरकार बलियो छ, प्रकार सुन्दर छ तर जतिसुकै बलियो भयो जतिसुकै सुन्दर भयो भने त्यो सुन्दर मान्छे र बलियो मान्छेको जीवनमा समस्या आउँदैन। समस्या त आउँछ, बलियो हुँदा पनि आउँछ, सुन्दर भए पनि आउँछ, सङ्ख्या ठुलो हुँदा पनि आउँछ, सरकार बहुमतको भए पनि आउँछ, पोल्युसन भए पनि आउँछ, समस्या आउँछ। देशको जीवनमा समस्या आउँछ। फरक यति हो कि त्यो समस्या समाधान गर्न सरकार अनेस्टली एउटा इमान्दारीपूर्वक काम गरिरहेको छ कि छैन भन्ने कुरा हो। सानो इक्जाम्पल दिन्छु। एउटा सामान्य परिवार, ग्यासको कुरा गर्नुपर्छ भने एउटा सामान्य परिवारले 1 सिलिन्डर ग्यास मेरो जस्तो परिवारलाई 2 महिना 2.5 महिना अझ इन्डक्सन चलायो भने अझ बढी सायद राइस कुकरहरू चलाउँछौँ होइन, हामीलाई 2 महिना 2.5 महिना एउटा सिलिन्डर पुग्छ। सम्झनुहोस् हामी केही पहुँच भएका मानिसहरू जो एक्स्ट्रा सिलिन्डर राख्न सक्छौँ। मैले 4वटा सिलिन्डर भरे भने मैले 8 महिनाको स्टक राखेँ। एउटा परिवारले 8 महिनाको स्टक राखिदिँदाखेरि थोरै समस्या पर्छ कि जस्तो लागेको हामीलाई। तर स्टक राखेको नागरिकलाई हामीले कहाँ स्टक राखेको खोज्न जाने कुरा भएन। त्यसले गर्दा पहुँच नभएको नागरिकले दुःख बिल्कुल पाएको। हामी त्यसमा असाध्यै दुःखी छौँ। त्यसलाई व्यवस्थापन गर्नमा सरकार लागि परेको छ। कसरी व्यवस्थापन गर्ने, सिडिओ कार्यालयहरूलाई एक्टिभ बनाएर, डिलरहरूलाई एक्टिभ बनाएर अब ट्र्याकिङ गर्ने कि समाधान खोजी गर्दै आएको छ। फेरि पनि सरकारमा योभन्दा ठुलै समस्या आउँछ तर त्यसलाई समाधान गर्ने क्षमता सरकारले राख्छ कि राख्दैन, त्यो नियतका साथ काम गर्छ कि गर्दैन भन्ने कुरा हो। हिजोभन्दा आज अलिक सरल हुँदै गएकै छ होला, भोलि अझ सरल हुँदै जान्छ। त्यस कारणले यसमा नआत्तिकन सरकारलाई